हेलो सबैजनालाई है आज चाहिँ मेरो एउटा पास्ताको अर्डर आएको थियो व्हाइट सस पास्ता र म चाहिँ भेजिटेबल कटिङ गर्नुपट्टि लाग्यो प्याज क्यारट र सिमला है अब तेल लगाउन थालेँ अनि त्यहाँदेखि मेरो जति पनि कटिङ गरेको भेज थियो त्यो भेजलाई मैले हालेर मजाले हल्लाउन थालेँ हैन हल्लाउँदै हल्लाउँदै त तपाईँकोमा यदि क्रिम छ भने क्रिम पनि हाल्दा भयो नभए क्रिम छैन भने दुध लगाउँदाखेरि पनि भयो है अब यहाँ चाहिँ त्यस्तो चल्छ अन्त टक्कै व्हाइट सस पास्ता हालिसकेपछि चाहिँ मैले हल्का मिक्स गरेर आफ्नो पास्ता हालिदिएँ क्वान्टिटी अनुसार है पास्ता हालिसकेपछि तपाईँले मजाले हल्लाउनुपर्छ सबै मिक्स हुने गरी त्यहाँदेखि अरिगेनो र चिल्ली फ्लेक्स छ भने चिल्ली फ्लेक्स हाल्दाखेरि हुन्छ आफ्नो क्वान्टिटीको अनुसारमा है मजाले हालेर चाहिँ मजाले मिक्स गर्नुहोस् अनि त्यहाँदेखि चटक्कै देखिहाल्छ है वाउ दामी क्रिमी देखिरहेको छ त्यसलाई मजाले हल्लाउनुहोस् है जति मिक्स गर्नुहुन्छ त्यति नै टेस्टी हुन्छ यो चाहिँ है र अब रेडी टु सर्भ है यो चाहिँ म हो तपाईँहरूको प्यारो दिपेन है अब सर्भ गर्नको लागि चाहिँ रेडी छ है त लु अब चाहिँ झक्कास भयो क्रिमी पनि भयो दामी पनि भयो सफ्ट पनि भयो है त सबैजनाले लाइक कमेन्ट अनि फलो गरिदिनु होला भन्ने आशा राखेको छु है त